यस युट्युब च्यानलमा कुकुरी सो हुँदैछ। हाम्रो नयाँ सेफ पुरानो हाम्रो दिवस भाइले हामीले तयार गर्दै नयाँ कुकुरी सोको लागि। दिवस भाइ खमियर ताली। Congratulations, great, successful person. Thank you, sir. Good. रेडी गर्दै हामीले धेरै धेरै धन्यवाद भाइ सौरभलाई आज यस सेफको आदान प्रदान गरिदिएकोमा। पावन अवसरमा आज यस पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। सोयाबिन स्पेशल फेरि त्यो अरू चाहिँ त्यो तलक्क झोल त्यस्तो बनाउने हो नि फेरि उहाँले गिरेबीवाला भन्नुभएको छ। इन्डियन गिरी करिबी करेबी नो इन्डियन नेपाली। नो नो इन्डियन डु यु लाइक इन्डियन आई डोन्ट लाइक इन्डियन ग्रेभी आई डु यु लाइक लाइक नेपाली You like Russian? नो Yes. ल स्टार्ट अब 12 टक्का माझ कति मिनेटमा खाना पाक्छ त? जति भन्यो नि कति मिनेटमा पाक्ला इन केसेस 10 मिनेट लगाउ गरे अब त त्यस्तै हो। पहिला चाहिँ हामीले सोयाबिन भिजाइन्छ। भिज्ने क्रममा भात पाकिसकेको हुनेछ। भिजेर हामीले चाहिँ लिटल एमाउन्टमा सोयाबिन 4 जनालाई यति सोयाबिन हालेका छौँ। यसलाई पानीमा डिप म्यारिनेट गर्नेछौँ। यसलाई एकछिन रेस्ट गर्न दिउँ। त्यो बिचमा हामी भात पकाउँदै हुनेछौँ। भात होइन क्या राइस आगो कुकर खाएको त्यहाँ माथि आएको यो अर्को यो त्यही हो। अब भात कति खाने मान्छ तर अब तिमीहरूलाई अब चामल चाहिँ हाम्रो यहाँ रहेको छ भने 2 र आधी सधैँ आइफोनमा फोन आयो तिम्रो 2 र आधी हाल। इनफ यसलाई अब भात बसारिसकेको छ। भात बसिसकेको छ भने आलुको कमी। आलु ल्याउनु पर्यो सर म्यानेजर। आलु चाहियो। छैन आलु। आलु आलु 1 2 3 4 5 वटा खाजे स्टकमा नै चाहियो कि हामीलाई। किचन यसरी चल्दैन। चलाउनु पर्यो। फ्याक्टरी अर्डर आइहाल्यो भने के गर्नु? आलु चाहिँ छिल्लर पक्कै छैन होला यहाँ। कस्तो छैन उ त्यतै छ। छैन भन्ने आफ्नै होटल जस्तो मान्ने के ल्याम 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 टन खिलाउँछु भनेर लास्टमा सोयाबिन खिलाउने यार। यो नि हड्डी नभएको मटनै हो। यसमा मटन त हड्डी बोनलेस हो नि त। बोनलेस खुलाइरहेको छु कि आलु हालेर के भइरहेको छ। टक्कै आलु छिन्दै छ। अब भात पाक्दैछ। सेबी हाल भनेको नमान्ने हालकै हो। यदि हामीले फोकिदिन्छौँ बरु यति गर्न सक्छौँ हामीले। यदि यो सेमी पऱ्यो भने मैले किचन छोडेँ। यो आलु कहाँको हो थाहा छ नि तिमीलाई? धम्की दिने मुस्ताङको आलु हो। मुस्ताङको सेम ढुङ्गा जस्तो छ त्यही होइन हिजो खाएको हामीले आलु चाहिँ तिम्रो धोरबाटमको थियो। यो चाहिँ मुस्ताङको हो क्या। मुस्ताङे आलु होटेलमा सेमी खुवाइ भात पारे जस्तो छ। अरू के चाहिन्छ? प्याजको प्याज होइन कि अनियन। अनियन सरी एउटा हाल्ने होइन नि गरिबले जस्तो त्यहाँ 2टा 3टा हाल्ने अनियन्सहरू। यसले कटिङ देखाइदेऊ। नलुक कट क्या नलुक्का नलुक्का। अब त्यसपछि आउँछ हाम्रो लसुन। गरे लसुन पनि फेरि छुट्टै खाने मुठी हानेर लसुन होइन गार्लिक।
गार्लिक हामीले चाहिँ लसुनलाई चाहिँ छुट्टै इजी वेमा मुठी गर्न सकिन्छ। मुठीको पावर के ह्यान्डसम एन्सम सम यस देख्न सक्नुहुन्छ लसुन भइसक्यो। फेरि यसको हालत यस्तो छ भने अब यो चपेटामा पऱ्यो भने सेफको चपेटा यो चपेटा यो बाघको पन्जा हो यो बाघको पन्जा देख्न सक्नुहुन्छ। दोस्रो मार राजा हान्ने दोस्रो राजासम्म ओए अब यो चपेटामा पऱ्यो परिसकेपछि कि यो बाँच्ला बाँच्दैन यसको प्राण पखेरु उडिसक्यो नि। उड्यो पखेटा नि उड्यो प्राण पनि देख्न सक्नुहुन्छ यसको आन्द्रा भुँडी निस्किसकेको छ। बाहिरको छालाको त के कुरा भन्नुहुन्छ यहाँ छ चतार चतार। ल अब फेरि थम्नेलमा भयो अर्को चपेटा थम्नेलमा फोटो भयो यो नि भयो। ल क्लियर वान सट अब टेन यसलाई सट चाहिँ अब तपाईले चप गर्नुहुन्छ कि थिच्नुहुन्छ भनेर फरक पर्छ। म चाहिँ चप गर्छु। त्यसैले थिच न उसले हातै छ यसलाई माथिको माथि तलको माथि गर्ने फेरि यसको गिरी हातैको सहाराले बाँचेको मान्छेलाई अब त्यसपछिको कार्यक्रम के हामीसँग खुर्सानी छ त खुर्सानी हेल्परहरू खुर्सानी छ कि नै हेल्पर छ आज चाहिँ म धेरै दुखी छु। किचनमा चाहिँ हरियो खुर्सानी हुनुपर्ने हो। यो रेड खुर्सानी यो चाहिँ मलाई असाध्यै मनै पर्दैन। त्यो ल्याउनु भयो यो देख्ने बित्तिकै मलाई आँखा आउन लागिसक्यो। तिमीलाई रातो मन नपर्ने कारण फेरि तिमीलाई पायल्स छ नि त त्यो भएर नि त पायल्सको कुरामा यो किचनमा ल्याउनु उचित मैले मानिनँ। फुडको कुरा हुँदाखेरि फुडकै पक्षमा जाऊँ। रोगको पक्षमा नजाउँ है। रोग के छ कसो छ कसले खाने हो मुख अङ्गतिर नजाऊँ है त। ल यता अब यो भर्सिसक्न लाग्यो भात। त्योभन्दा पहिला हामीले के गर्छौँ भन्दा कडाई बसाल्नेछौँ। यसलाई चाहिँ डिप फ्राइड गर्नेछौँ सोयाबिनलाई मस्त तेल हालेर। अब यो सोयाबिन छ सोयाबिनलाई के गर्ने भन्दाखेरि यसलाई चाहिँ यहाँबाट उठाउने इज्जत साथ अथवा त्यसको मायाले पुरै पानी झिक्ने पानी गराउने त्यसको यसरी यसको पानीलाई निचोड्ने हल्का निचारे नि हुन्छ। तेलमा परिसकेपछि भ्यापराइज भएर निस्किन्छ। साइन्टिफिकली प्रुभ भन्नुभएको चाहिँ भ्यापराइज हुन्छ। त्यसको पानी गराउने पानी निकालेर यसलाई कुइया गर्न नि नलिने। अब चाहिँ हामी हाल्नेछौँ तेल चाहिँ देख्न सक्नुहुन्छ सरी यस्तो अहिले उछुटी देख्न सक्नुहुन्छ। हल्का फुल्का भइहाल्छ। के भयो हात चिप्लो भएर दर्शक पनि धेरै गाह्रो मान्नु पर्ने। अब चाहिँ ठिकै हुन्छ भयो के भाइ उछुटेकै भयो तेल। अब चाहिँ हुन्छ यो त भएन सरी अब चाहिँ हामीले तेलको क्वान्टिटी धेरै भएन र होइन यो फ्राई गर्नको लागि हो सर तेल गरिबरले हो कि थोरै तेल खाने त। अनि हामी रिच्छु के को कमी छ हामीलाई कसैको कमी छ कसैको कमी छ झूठ बोलो बार बार झूठ बोलो जोसमा नआमे जाति सुस्तरी तिमीलाई के को कमी छ भन कसैको कमी गरिब हो हामी सेफ छ धनी भएर सोयाबिन अब हामीलाई हेल्पर खै त पन्यो पन्ने त्यही हो। झिकेर हातमा खै त दिएको ल आज आएर यो पनि खसालेको है एकदम रमाइलो हुन्छ। नै खस्दैन। अब चाहिँ यसलाई चाहिँ मस्त भुलिन्छ। आधी कराईमा आधी भुइँमा होला क्या। नै अब यो पाक्दासम्म यता हामीले नयाँ आविष्कार गरिन्छ। यसलाई चाहिँ मसिनो फाइन चप गरिन्छ यसरी यसको धुलोलाई भने यो आलु जुन रहेको आलु छ आलुलाई चाहिँ
डाइसमा अथवा हजुरको मन, किनकि यसलाई हामीले ग्रेभी गर्नुपर्ने हुन्छ। पछि जस्तो आकार दिने ग्रेभी होस्, पाक्न सजिलो होस्, सानो काटे नि भयो, ठुलो काटिने हो। म चाहिँ हल्का ठुलोमै काट्छु, अरू पनि मस्तले काट्छु। म धेरै पकाउने बानी छ। अब यही क्रममा अब आलुलाई चाहिँ सेपरेट राख्छु। आलुको पोर्सनमा आलुको ठाउँमा आलु, प्याजको ठाउँमा प्याज, अनि यो छिल्काको ठाउँमा छिल्का, त्यसो गरेर यता राख्छु। अब रहेको हाम्रो सोयाबिनलाई चाहिँ हाल्नु सकेको। हल्लाउन त अब सिकाउनु परेन। ल अब सोयाबिन झिक्नको लागि कुनै भाँडा सफा गर्ने। अब यो फोरो भयो। हाम्रो मटनको रेसिपी कहिले आउँछ नि? मटनको रेसिपी आउँछ कहिले? म्यानेजर सरले अब कहिले हुन्छ पैसा जोगाड गरेर ल्याइदिनुहुन्छ। त्यसरी मटन नि आउनेछ, सबै चिज आउनेछ। किचनको त सेफले होला नि हेर्ने। युट्युबको पैसाबाट खाना नि मटन के छ र, युट्युब चलेको 100+ भ्युज आएकै छ। अरू के चाहियो? अरू के चाहियो? पज गर्नु न दादा। यता पाउस त कहीँ हो मम्मीले यहाँ एकदम उदिनु भयो के? क्या सूचना। मम्मीले उ भन्नुभयो क्या दादा, हजुरहरूले सम्झिनु भयो अरे। अनि त्यो मासु पकाउँदा मासु धोएर पकाउने हो बडा, त्यो डाइरेक्टमा हाल्ने, बुझ्नुभयो? त्यो कमेन्टमा भन्नुहोस् है मम्मी, कमेन्टमा। खोइ त चालु। अब यसलाई चाहिँ हामीले घरिघरि पनि उसले गरिन्न। अब यसलाई चाहिँ वाउ, यस्तो गरेर ट्याक्क राखिन्छ है। अब यो ठिक छ। आलु अहिले मिक्स के हो र? आँसुङै राजु समाल, मेहु राजु समाल। अब यसको हामीले फ्लेम हाई गर्नेछौँ, छिटो पाकोस् भनेर। प्याज ब्राउन हुँदासम्म आलु पनि केही हदसम्म पाकिसकेको हुन्छ। सँगसँगै पकाएको छु मैले। प्याज हाल्ने, ब्राउन गर्ने, पछिबाट आलु हाल्ने हुन्छ भने र त्यही ग्यासमा लो कस्ट कन्ट्रोल कसरी हुन्छ त, एकैचोटि भ्याराङ बुझ्नु हाल्नु। अनि त्यो वाला मेरो कस्ट कन्ट्रोल छ। ग्यास सदुपयोग देख्नुभयो होला अस्तिको भ्लगमा, ग्यास उल्टो पारेको। अनि म हुँदा चाहिँ उल्टो पार्न पर्दैन। म्यानेजमेन्ट रेस्टुरेन्ट। अब के गर्नु, यो चप्किन थोरै लाग्यो भने चाहिँ थोरै पानी हाल्नु, थोरै 1 चम्चा थोरै हाल्नु। पानी फेरि मिनरल वाटर हो है, यो धाराको होला भन्ने। जारको पानी युज गर्नु होला कृपया। चप्किसक्यो। अब यसलाई चाहिँ फेरि 1 राउन्ड हाल्नु, घुमाउनु। त्यसपछि यसको हाई गरेर हाई छ। यसरी टस गर्ने अनि फेरि यसको आफ्नो ठाउँमा राख्नु। फेरि डढाल्छ क्या। यो अति भयो कि यसलाई होइन नि बोरो पढ्ने भयो अब। यो सफा छ, मैले घोटिरहेको छु यसरी। यता अश्लील नगरौँ है। जोगी हो। वाट इज दिस? हेल्परहरू वाट इज दिस? खै हाइजिन। खै यो हेल्पर खै हाइजिन सेफले गर्ने काम हो यो। हेल्पर हाइजिन। हेल्पर खै हेल्पर हाम्रो हाइजिन हेल्पर कता हो कि तिमी? हेल्पर यो के हो हेल्परको काम? यो भएन है, जागिर जाला बाबु तिम्रो। हेल्पर छिटो आउनु पऱ्यो क्या। के हो हेल्पर? छिटो आउनु पऱ्यो। मजाक नगर न ओए। यो के हो? यो त मलाई छ्याक्क चाहियो। हेल्पर विदिन अ सेकेन्ड, विदिन अ मिनट छ्याक्क। यो त सेफहरूको आफ्नो जीवनको सफा हो, कति हाइजेनिक। मैले त्यही भएर त बनाएको मैले हेल्पर राखेको छु। महिनाको 30,000 किन तिरिरहेको यो हेर्नको लागि। छिटो 4 महिनाको स्यालेरी निकाला। यो यो 4 महिनाको स्यालेरी छिटो जागिर जाला बाबु। गर के छिटो रिसाउ ठोक।
रिसमा फेरि जागिर जाला है यो साफ मैले छोडेँ काम छोडेँ मैले कहाँ काम छोड्यो जागिर गयो मेरो मैले छोडेँ राम्रो हुने छैन है कतै गएर काम नपाउलास् बाबु Congratulations, congratulations. Great. Successful person. थ्याङ्क यू सर Good. आई क्वाइट माई जब बुटोलमा खुट्टा I अब quit. कपिल वस्तु जाने अब बुटोलमा कुनै रेस्टुरेन्टले पनि तिमीलाई काम दिने छैन जाने भए गइहाल के यो साफ गर्ने हो कि काम छोड्ने हो ल ठिक छ रिसाएर जान सक्नुहुन्छ तर यो सरसफाइ चाहिँ हुनु पर्यो खै म्यानेजर यस्ता म गएको ल उ त कसले ल्यायो यस्तो स्टाफ हो हेल्पर त गयो यस्ता नकचाराहरूलाई स्टाफ राख्ने हो अब कसले गर्छ म्यानेजर म्यानेजर खै म्यानेजर म्यानेजर छुट्टीमा अहिले यस्तो गर्ने म्यानेजर 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 होइन किचनमा छिरिसकेपछि यो के दादा म्यानेजर यो चाहिँ भएन है यो हुन्छ खै कस्तो स्टाफ ल्याएर पालेको तिमीले हेल्परलाई कहिले बिगार्यो हेल्परलाई कसले बिगाड्यो हुन्छ र सेफ। स्टाफै त्यस्तो सेफ चेन्ज हुन सक्छ अरू यहाँ 6-7 हजारको जागिरमा स्टाफ सेफ कहाँ चेन्ज हुन पाइन्छ? सक्छ यहाँ यो कि त म्यानेजर। आफै गर्ने कि त म अब छोड्छु कि आफै गर्न पर्यो कि मलाई भर्खर नयाँ हेल्पर चाहियो त्यो पकाउने अनि छोडिदिने म्यानेजर नै म भर्खर पकाएर छोड्छु। छोडिदिने म भर्खर म्यानेजरको ट्याग लिएर आऊ पहिला अहँ। कहाँ गयो म्यानेजरको मेरो ट्याग यो चाहिँ मलाई उचित लाग्यो है म्यानेजर त को हामीले त्यो फर्स्ट भिडियोमा थाहा नि त म्यानेजरको ट्याग हामीले हस्ताक्षर गरेको यो भएन म्यानेजर। यस्ता सेफकै काम हो क्या त्यो सेफकै हो क्या यो छिटो सरसफाइ चाहियो त्यस्तो हुँदै हुन्न म हेड सेफले हुन्न क्या विदेशी सेफ यहाँ आएर यस्ता आलुका छिल्का साफ गर्न आएको म त्यत्रो ठुलो लग्जरी लाइफस्टाइलमा हिँडेको बसेको मान्छे करोड रुपियाँ थियो एक गरकै गर्नुपर्छ क्या तिमीले हुन्न क्या यस्तो प्लिज सोधु गयो पहिला यो चाहिँ मबाट हुन्न म झुक्दा नि झुक्दैन न सेफ खुट्टाले दिवस पुग्यो। कहिले झुकेको थियो खुट्टाले न झुक्नेवाला छ इस सज्जन को क्या तकलीफ है भाई ल म नझुकिकन ल यतिसम्म चाहिँ गर्न सक्छु म दिवस कहिले झुक्दैन दिवस कहिले झुक्दैन खुट्टामा दिने आइदिने झुक कालो खाइ त्यत्रो राम्रो जागिर छोडी छोडी यहाँ कि म यो साफ गर्न आएको कदापि मबाट हुने छैन यस्ता यस्तै यो आलु कले फालो यो आलु कले फालो दिवस यहाँ खत्री कति पैसा खर्च भयो मुस्ताङबाट आएको कस्ट कन्ट्रोल गाइस यसलाई चाहिँ धुनी मस्त मुस्ताङबाट आएको आलु हो नि मुस्ताङे आलुलाई धोएर मजाले फेरि यसमा राखिदिनु है त जोइन अब चाहिँ हामीले यसमा टमाटर हाल्नु पर्ने हुन्छ टमाटर चाहिँ हामीले 3टा पिस हालिन्छ है guys। तिनटा हुन्छ के फेरि कस्ट कन्ट्रोल कस्ट कन्ट्रोलमा मिठो पनि पर्छ क्या मिठो डेकोरेसन सबै चिज पर्नुपर्छ यसमा अब यसलाई 2 भाग गर्ने यता आएर काट्दैन म कहिले किनकि छुरी यस्तो बाङ्गो छ यसलाई यस्तो 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 गरेर फर्लाक यस्तो 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 गरेर फर्लाक छुरी भने के म्यानेजर के हो यही पनि भाँचिन्छ क्या अहिले धार लाएर त्यसपछि लाग्छ धारो अब चाहिँ बल्ल लाग्यो एउटा अब स्वाटै 2 भाग डाइसमा काट्नुहुन्छ कि कसरी काट्नुहुन्छ त्यो हजुरको इच्छा पहिला फलाम कुटाउने काम पनि थियो है सेफको पहिला सुरुमा त्यसपछि बल्ल हेडसेटमा म दुःख गर्दै यत्रो यो एकदम। इमारत हासिल गरेको मैले अहिले मसँग के को कमी छ रोल्स रोयल्स बुगाटी चिरन पाटेक फेल्पाइलको गाडी हरेक लग्जरी वाचेसहरू सब चिज छ झूठ बोलो बार बार झूठ बोलो वाच खोइ तिम्रो वाच वाच मेरो वाच चाहिँ म ड्युटी टाइममा चाहिँ मैले वाच लाउँदिनँ सरी किनकि त्यो 1 महिनाको स्यालेरीमा आउँछ 1 करोड रुपियाँ हो त्यो वाचलाई चाहिँ अब यसमा म्यानेजर मलाई तुरुन्त भर्खरको भर्खर विदिन अ सेकेन्ड
हेल्पर चाहियो, नत्र म यहाँ कदापि बस्दैन। लाखौँ हजारौँलाई मैले हेल्पर बनाएर कतिलाई भन्नुहोस्। हेलो, यहाँ एउटा हेल्पर चाहिएको थियो। हजुर छ, पठाइदिनु न भर्खरै अहिले। हुन्छ, स्यालेरी 6,000 जति गर्नेछौँ हामीले। ल छिट्टो बुटोल माझगाउँ बिर्पीपल। ल A few moments later. हेल्पर आइपुग्नु भएको छ। ए तिमी हो नयाँ हेल्पर बाबु? ल कहाँ पऱ्यो घर बाबुको? ए किचनमा सकिन्छ? पहिला कति गरेको हो? एकदम कता गर्नुभयो? मैले अर्बानमा सर। अर्बानमा गर्नुभयो? ए हो र? हजुरको के हो 3 दिन ट्रायलमा राख्ने प्लान छ? एकदम 3 दिन ट्रायल हुन्छ हजुर। के जान्दैछौ नि तिमीले? सब आउँछ सर, म इटाली, थाइल्यान्ड, कोरियन, चाइनिज सब आउँछ सर। मुस्ताङको आउँछ? हो मुस्ताङ 8% त सर। 8% त सधैँ हो सर, साझाबाट। गोर्खा? गोर्खा पनि हो, 8 र 6% दुइटै हो। ए ल त्यसो भए ठिक छ। तिमी पनि मेरो क्याटेगोरीको परेछौ क्या। म पनि पहिला तिमी जस्तै थिएँ, सानो घरबाट आएको मध्यमवर्गीय। अहिले हेर मेरो नाम चर्चा परिचर्चा। चिने पनि मैले हजुरको इन्टरभ्यू हेरेको थिएँ। म अहिले ठुल्ठुला टेलिभिजनले मसँग मास्टर सेफमा म गइरहन्छु, देख्यो होला। सो त हेर्छौ नि अहिले मास्टर सरले भन्नुभएको एकदम सरले भन्नुभयो। त्यही भएर चाहिँ म जस्तो हुन चाहन्छौ भने चाहिँ आजबाट मेरो आदेश पालना गर्नुपर्ने हुन्छ, अन्डरमा डिसिप्लिन हुने है त। आज त्यति धेरै काम दिँदैन म तिमीलाई। ठिक सर यो पाके कि सर? नै पाके के पाके सर यसमा? बिरयानी? यसमा चाहिँ भात हो, राइस राइस। अनि तपाईँहरूको पनि भात भन्छ सर, हाम्रो त राइस भन्दै थियो। बाबु जब तिमी मेरो अन्डरमा आयो भात भन्नेलाई है भातहरू सर कि राइस हो? सेफले भनेको माग न। हुन्छ सर, यसमा अब नुन बेसार पुऱ्याउँछ बाबु? हुन्छ सर, नुन हुन्छ। ल धन्यवाद। बेसार नुन हुन्छ सर। मसला अरू केही सर? गोल्डी कति छ? यता देखिन्छु सर। अनि धनियाँ? धनियाँ त म्यानेजरलाई सोध्नुपर्छ, म त भर्खरै आएको सर। हो र? म्यानेजरलाई फर्को बाबु, म म्यानेजर सर धनियाँ छ सर। धनियाँ चाहिँ अहिले नराख्ने हामीले। धनियाँ छैन सर। यस्तो भिखारी कस्ता के गार्डन थियो हाम्रो, गार्डन इको फार्म थियो। ट्यापपट्टि थियो, ठ्याक्क फ्रेस हुन्थ्यो सब्जी। कहाँ आउनुभयो त सर यस्तोमा काम गर्न हजुर? म फसेछु कि बाबु, फसेछु। मलाई पनि नफसाउनु न सर त्यसो भए। होइन, तिमीलाई म यहीँबाट पर्फेक्ट बनाएर म तिमीलाई मसँग लन्डन लिएर जान्छु। लन्डन भनेको त गोलपार्कदेखि अगाडि हो सर? होइन तिमी धेरै पर गयो। बरघाटको लन्डन ब्रिज। ट्राफिक चोकदेखि लन्डन छ नि। हजुर यस्तो होला लन्डन होला सर। यस्तो लन्डन छ त्यहाँ। अच्छा ठीक है समझ गया। त्यही छ, त्यसको नि हुन्छ व्यवस्था। अब पहिला तरकारी बनाउनु दियो बाबु। अनि के जाने हो नि बाबु? म सबै जानेछु सर। इन्डियन कन्ट्री, इन्डियन कन्ट्री, कोरियन, जापानिज, रसियन त धेरै सर। धेरैचोटि मुखेर त लाग्दैन। मुखमा हेर्नु सर, अरूमा हेर्नु नि त। अरूमा हेर्यो, तिम्रो धेरै चिजमा हेर्छु अहिले। तिमीलाई म खुल्लाएर छोडिदिन्छु। पानी खै, पानी पुगो बाबु। के भात पाक्यो त? चेक गर। आज तिम्रो ट्रायल फर्स्ट डे। यो चाहिँ किचन चाहिँ छ्याक्क चाहियो मलाई, निट एन्ड क्लिन। अनि जुन सामान जहाँ छ त्यही प्लेस। ल छ्याक्क चाहियो है बाबु। भइहाल्छ सर। अब के गर्ने सर, गरिब पर्यो, गर्नै पर्यो यति त। सङ्घर्ष गर्नुपर्छ बाबु। पर्यो सर। सङ्घर्ष गरेरै अगाडि बढ्ने हो। तिमी गरिब धनी हेर्दैन म आज। के छ सर, आज मासु पाकेछ कि के पाकेछ? मासु नै हो। कस्तो त मासु गिराउनु पर्छ सर मलाई त। धेरै दिन भयो सर मासु नआएको, 10 मिनेट। हड्डी नभएका डल्ला मासु ल्याएको। कस्तो बोनलेस हो सर? बोनलेस, एकदमै बोनलेस। 10 मिनेट खाएको सर मासु, त्यसपछि खाएकै छैन मैले। आज खान्छु मासु। हस् सर। बाबु छिटो हात चलाउनु पर्यो है। आज त सर मेरो त बवाल त सर, बवाल। अरू चिजमा धेरै चलाउँदो रहेछौ। What?
Bro, what are you talking about, man? अहिले चाहिँ होइन हात दिमाग सबै गर्छ सर मेरो त ठिक छ च्याप्प लाएर आफू नि सफा बस्ने हुन्छ। यहाँ काममा आउँछ डेली नुहाएर डेटल मोबाइल त पाल्न पाइन्छ सर क्याप लगाउँछु मैले क्याप क्याप लाउने अनि नेलहरू पनि ट्रिम गर्ने एकदम सर नेल एकदम यहाँ हेर्न एकदम सर यो के हो यो कार्टुन सर बल्ल यत्रो ठुलो? फर्स्ट सर यत्रो ठुलो नङ फर्स्ट सर कति गु अड्के होला कति के अड्केछ यो चाहिँ आजलाई माफ गरिदिए भोलि आउँदा चाहिँ यो नङ हुन भएन यो छ्याक्क यो वाइट गर्ने डस्टर यहाँ छ छ्याक्क चाहियो मलाई खस्यो उठाउन पनि सिक्न पर्यो खसेर मात्र गर गुड अब चाहिँ माथि चाहिँ लगभग भइसकेछ कि गुड सर मेरो काम सबै गरिसकेँ सर अब म छुट्टी लिँदा हुन्छ सर अब सिधै खाना खाने बेला आउँछ सर खाना खान मात्र जानेको यसरी काम हुन्छ स्यालेरी बुझ्ने बेलामा त स्यालेरी बुझ्ने बेलामा मस्त काम गरिदिन्छ भने सबै गरिसक्यो सर फर्स्ट डेमा यति नराम्रो छ यो के हो यो त अहिले साल पाकेर भ्याएपछि सबै गर्छु सर यो पाकेर भ्याएपछि सबै गर्छु यो चाहिँ हुँदैन होइन अहिले गरेको फेरि कोरो हुन्छ नि सेफ दिवस खत्रीको अन्डरमा किचन एउटा टुक्रा चामलको टुक्रा पनि भुइँमा देख्नुभयो इस सज्जन को क्या तकलीफ है भाई? यो प्लिज यो गर्नुहोस् अनि त्यसपछि चाहिँ खाना खाने बेलामा आउनुहोस् छ्याक्क चाहियो मलाई छ्याक्क छिटो हात चलाउने अरू कुरामा मात्र चलाउन जान्नु भनेर हुन्छ काम सक्यो सर मेरो सबै सक्यो सब निट एन्ड क्लिन एकदम सब सबै भइसक्यो अनि स्यालेरीको के छ कुरा स्यालेरी त सर मेरो पहिला काम गर्दा 1 लाख लिएको थियो सर अब अहिले चाहिँ मेरो एक्सपेक्टेसन अझै सोध्नु पर्छ कति छ पहिला तिमीले 1 लाख लिग 10 लाख लिग त्योसँग मलाई सरकार भएन तर मैले चाहिँ तिमीलाई स्टार्टिङ स्यालेरी यहाँ दिने भनेको जम्मा 6000 मात्र नगर्ने सर नगर्ने सर 6000 तिम्रो स्किल सर 6000 त मेरो यो जुत्ता पनि आउँदैन सर हो जुत्ता नि आउँदैन भनेपछि तिमीलाई यहाँ काम गर्न मन छैन सर 6000 मात्र छैन सर हैन 1,50,000 जति दिनुहुन्छ भने गर्नु सर पहिला तिम्रो काम हेरिन्छ काम त एकदम छक्क हो सर क्लिन फर्स्ट स्यालेरी तिम्रो 6000 6000 नेपाली हो र सर युएसडी डलरको कुरा गरिरहेको नि डलर 6000 तिमी सानो मान्छे सानै सोच्छ कि तिमी झूठ बोलो, बार बार झूठ बोलो। 6000 को तपाईको हिसाब गर्दाखेरि कति हुन्छ तिम्रो 1.5 लाख प्लस हुन्छ बुझ्यौ तिमी यो लेभलमा रहेछौ के तिमीलाई भिखारीको सोच रहेछ तिम्रो उसमा त्यो चिप मैले दिमागको झिकेर फाल्दिए अब चाहिँ तिम्रो नेपालीमा हुन्न म त नेपाली भन्नुभयो कि होइन तिमीलाई राम्रो खानपिन राम्रो जागिर राम्रो म व्यवस्था गर्छु बाबु चिन्ता नले घर ल केही छैन बाबु बिचारा धेरै दुःख पाएको रहेछ उसलाई म्यानेजर उसलाई चाहिँ घर पठाइदिनुहोस् खाना खाने बेलामा लिएर आउनुहोस् होला त्यसो रेस्ट गर्नु ल केही छैन बाबु